म चाहिँ अहिले आल्चाको बोटमाथि छु साथीहरू। खासमा चाहिँ यो अब सकिन लागेको रहेछ नानाको लागि भनेर टिप्नलाई चढेको, तर म चाहिँ टिप्दै खाँदै बसेछु। अनि मैले आफ्नो श्रीमानलाई पनि दिइराखेको छु। हेर्नुहोस् न कस्तो दामी के, बुटैमा टिपेर खाँदा त झन् स्वादै यस्तो मिठो स्वाद आउने। अब सिजन पनि सकिन आँटेको भएर चाहिँ रुखमा पनि त्यति नभएको क्या, टाढा यस्तो तान्नु पर्ने अनि तान्दै टिप्नु पर्ने है। यहाँ चाहिँ मेरो बहिनीको छोरी पनि रुखमाथि चढेर टिप्दैछ। बहिनीले चाहिँ यहाँ प्लास्टिकमा बेला पार्दै साली बेना गफ गर्नुहुँदै थियो। भएर त पोखाइ त हाल्यो। अनि भेनाले चाहिँ सालीले भेनालाई देखेर नर्भस भए जस्तो छ भन्दै जिस्काउनुहुँदैछ। अनि मैले चाहिँ टिप्दै मेरो श्रीमानलाई दिँदैछु। उहाँ चाहिँ खुसी हुनुहुँदैछ, किनभने उहाँले चाहिँ कहिले पनि देख्नु भएको थिएन अरे। खुसी हुनुहुँदैछ। यो सकिन लागेको भएर हामीले यति नै टिप्यौँ। अब म बोटबाट झर्दैछु अनि हामीले चाहिँ यति टिपेछौँ है। यो नानाको लागि हो।